6 महिना लागेको बाली हामीले एक साथीहरु घाम लागो बिन्दाको भाषण मात्रै कति सुन्नु हैन साथी न संगी एक्लै रंगी चंगी भन्छ शान्ति कि मैले खाजा लिएर आउनु भएछ। Hi everyone, good morning, सेवा नमस्कार, welcome back to my channel again. So म चाहिँ विनिता राई from भोजपुर र सम्पूर्ण मेरो YouTube फ्यामिलीहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै फिट एन्ड फाइन छु भन्नुपर्छ साथीहरु। र अहिले चाहिँ हजुरहरुलाई अब गाउँघरको मान्छेहरुलाई त एकदमै थाहा हुन सक्छ किनकि अहिले चाहिँ गाउँघरमा एकदमै कामको एकदमै धेरै रफ्तार छ किनकि अब 6 महिना लागेको बाली हामीले 1 महिनामा उठाउनु पर्ने हुन्छ नि त। अनि त्यसको कारणले गर्दाखेरि अब कसैकोमा कोदो टिप्नु हुँदै होला, कसैकोमा टिपिसक्नु भयो होला, कसैकोमा धान झार्दै हुनुहुन्छ होला, कसैकोमा के गर्दै हुनुहुन्छ होला नि तर मेरो चाहिँ अब बारीहरुको काम चाहिँ अब सक्दै लिएको बालीहरु पनि अब प्राय जस्तो उठाइसकेको भन्दा पनि अब बालीहरु चाहिँ केही पनि छैन। अब बाँकी रहेको चाहिँ अब यही एउटा नल छ अनि यो पनि मैले काट्दै छु अनि सो यति काटिसकेको छु आधी अलिक थोर जति आधी अलिक धेर जति जस्तो चाहिँ छ। सो आज पनि म बिहानै अनि आएको नि त अनि अहिले चाहिँ एकदमै सरी हाम्रो गाउँमा चाहिँ एकदमै धेरै जाडो छ, चिसो छ अनि पुरा अहिले चाहिँ पहिले नथाहा पाएको यति धेरै चिसो छ भनेर हैन अनि अहिले चाहिँ यस्तो धेरै चिसो छ कि साथीहरु म अस्ति बहिनीको बिहेमा 5 थर गएर आएको 5 थरमा पनि यति धेरै जाडो थिएन र दिदीको छोराको छेवारमा पनि अस्ति म गएर आएको हिले त्यहाँ हिलेमा पनि त्यति धेरै जाडो छैन, जाडो छ भनेर यत्रो लुगाहरु लिएर गएको तर जाडो चाहिँ छैन त्यहाँ। यहाँ चाहिँ यति धेरै जाडो छ कि साथीहरु सोच्नै नसक्ने चिसो। फर्स्ट टाइम मैले म जन्मेर ठुलो भएर यत्रो भए बुढी भए आजसम्म मलाई यति धेरै जाडो भएको मलाई महसुस भएको थिएन। एक त अब मलाई चिसो मौसम मन पर्छ तर सहन सक्दिन त्यो चाहिँ अब हैन त्यो चाहिँ अब मेरो कुरा हो। अन्त हाम्रो पाखाको पनि अब अस्ति नै सकेको हो, यो त हजुरहरुलाई थाहा छदैछ अनि यहाँको पनि सक्नु चाहिँ सकेको तर अब यो नरुवाहरु काट्नु चाहिँ बाँकी छ। अनि मेरो अब अन्तिम काम भनेको चाहिँ यही नरुवा काट्ने अनि माथि बारीमा निकाल्ने सुकाउने बान्ने त्यति हो। अनि त्यसपछि दालहरु चाहिँ हामीले बारीबाट उठाएर घरमा राखिसकेको छौं अनि त्यो दाललाई चाहिँ अब कुट्नु बाँकी छ। सो अब त्यति मात्रै हो, यो र त्यो मात्रै हो। त्यति सकेपछि विनिता राई एकदमै धेरै फ्री हुन्छ साथीहरु। सो आजको मेरो दिनको सुरुवात चाहिँ यसरी भएको छ यहाँ बारीबाट र आजको मेरो दिन चाहिँ यही टुङ्गिन्छ किनकि म भरे 5 बजेसम्म यही हुन्छु, खाना खानु एकचोटी टाइम खाना खानु जान्छु अनि यतिकै यही हुन्छु। कुनै बेला हजुरहरुसँग भेट्ने नै छु। जे जस्तो भए पनि अल्छी नमानिकन हेरिदिनु होला किनकि अब मैले डेली भ्लग भनिसकेपछि त मैले अहिले डेली भ्लगिङहरु लगाउन पनि सकिरहेको छैन। एकदमै धेरै तपाईहरुबाट एकदमै धेरै क्षमा चाहन्छु किनकि डेली भ्लग गर्न सकिराखेको छुइन नि त। सो अहिले मेरो समस्या त्यस्तो भएर अब चाहिँ म के रे डेली भ्लगिङ गर्ने कोसिस गर्नेछु। अब चाँडै म हरेक कुराहरु अब मेन्टेन गर्दैछु, मिलाउँदैछु अब सो हेर्दै गर्नु होला साथीहरु। घाम लाग्यो त दरै अब यही बारीमा सुताइ होला छ मेरो त घरमा म सुताइ मात्रै बेलुका घरमा त साथी हो बेलुका सुताइ मात्रै हुन्छ, बिहान दिउँसो त मेरो यही बारीमा कटाइ हुन्छ। के गर्नु गाह्रो छ गाह्रो। विनिता राईलाई अब लड दिएको म यस्तै ला यो पनि पुरै बुढी मान्छे जस्तै भएछ। मेरो एयरपोर्टमा चार्ज सकेर मैले फोन चाहिँ यहाँ सलमा अडाएर जुगाड गर्दै थिएँ। अहिले चाहिँ ढाड दुखेर लडिरहेको साथीहरु। अब अलिकति यहाँ काट्ने 11 बजीसम्म अनि 11 बजीसम्म काटेर एक बारी लिएर जाने फेरि त्यसपछि 12 बजेपछि फेरि मेलोमा फेरि 5 बजीसम्म मेलोमै हुन्छु साथीहरु। त्यही हो अब हेर्दै गर्नु होला के कस्तो हुन्छ। यस्तै चाहिँ अल्छी लाग्दो छ जिन्दगी। तपाईहरुलाई भ्लगिङ हेर्न नि एकदम अल्छी लाग्दो। बिन्दाको भाषण मात्रै कति सुन्नु हैन रुगा लागेर एकातिर 12 बजे साथीहरु। अनि त्यहाँनिर चाहिँ मैले भारी लगाएको छु। नलको घाँस चाहिँ धेरै बोक्न सकिँदैन अनि त्यहाँ मेरो साथी अनि त्यसपछि यतातिर नलहरु काटेर सुकाएको छु। अब बाँकी रह्यो त्यति साथीहरु। अनि यो चाहिँ मैले बिहानभरि काटेको नल चाहिँ यति हो। सो त्यो चाहिँ हिजो काटेको
भारी पुगिसकेको छ, त्यो चाहिँ मैले भारी लगाइसकेको छु। अनि त्यसपछि अब फेरि घरमा गएर खाना, बिहान मैले कफी मात्रै खाएर आएँ नि त, अनि अब घरमा गएर 12 बजिसक्यो खानाहरू खाएर अनि फेरि पनि मेलो फर्किहाल्नु पर्ने छ साथीहरू। अब भोलि पनि अब त्यस्तै उस्तै होला जस्तो छ। अनि आफ्नो काम साथी न सङ्गी एक्लै रङ्गी चङ्गी भने चाहिँ भइरहेछ अहिले बिनिताको साथीहरू। म चाहिँ खानासाना खाएर फेरि अब एकछिन बसे जस्तो गरेर अनि भातलाई चाहिँ पेटसम्म पुग्नलाई दिनुपर्छ अरे क्या आफूले। अनि त्यसपछि भात सातलाई पेटमा पुर्याएर एकछिन आराम गरेर अनि फेरि पनि बारी नै फर्किसकेको। अनि बिहान काटेको चित्त सुकाएको छु, सो उता चाहिँ अनि टन्तलपुर घाम लागेको छ साथीहरू। अब चाहिँ धेरै लाग्दैन सायद। अनि पल्लो घरको दिदीले पनि म सघाउँछु भन्दै हुन्थ्यो अरे, किनकि म दिदीकोमा अस्ति गएको थिएँ नि त खड्का त। अनि हाम्रोमा चाहिँ अब पर्म भन्छ होइन गाउँघरमा, अनि पर्म खेल्ने यताउति भन्छ। अनि दिदीले चाहिँ अस्ति कान्छी पनि आउनु भएको छ, अनि त्यही भएर म अब पर्म तिर्न आउँछु भन्दै हुनुहुन्थ्यो अरे। मैले चाहिँ होस् अब दिदी पनि एक्लो मान्छे भनेर भनेको, आउँछु सघाउँछु भन्दै हुनुहुन्थ्यो अरे। अब आउनु भयो भने पनि ठिकै छ, आउनु भएन भने पनि ठिकै छ, म आफै सक्ने यो गर्दैछु अब साथीहरू, त्यही हो। सो आजको भ्लगिङ चाहिँ एकदमै अल्छी लाग्दछ, त्यही पनि हजुरहरूले हेरिदिनुहुन्छ भने आशा राखेको छु है त। शान्ति कि मैले खाजा लिएर आउनु भएछ साथीहरू। हेर न बिजोक फेरि बुढी आएको चिसो न चिसो। हाम्रो दिदी नै सघाउन आइपुग्नु भएको छ। मेरो नल चाहिँ यति नै छ है साथीहरू, अब सकिन लागेको छ है। काराकुरुक हामीले जिताएपछि त सबै सकिन्छ है। म दिन्छु रामीहरू कबड्डी फाइनली साथीहरू कति खुसी लाग्यो। आज पनि मेरो एउटा काम चाहिँ सकिसक्यो। मैले हजुरहरूलाई अघि नै पनि भनेको थिएँ, नाना सघाउन आउनु भएको थियो। अनि मैले चाहिँ अब आजको चाहिँ कामहरू सकेँ, यो नरुवाहरू पुरा काटेर सक्यो नि त। अनि मेरो काम भनेको अब यति र दाल कुट्नु बाँकी छ। अनि भोलि चाहिँ म अब भोलिको चाहिँ के कस्तो हुन्छ कामहरू थाहा छैन, किनकि आज मैले नरुवाहरू काटिसकेँ। अनि त्यसपछि यति काम सकिँदाखेरि पनि कम त खुसी लाग्छ साथीहरू। अब दिनरात अब मेरो त अब यहीँ मेलोमै हो नि त बसाइ त। अब घरमा त भनेको त बेलुका भात खाने, दिउँसो भात खाने, त्यही मात्रै हो नि त। अनि साथी न सङ्गी एक्लै रङ्गी चङ्गी भने जस्तै सबैजनाले त्यही हो अब जानेरै भन्नुभयो जस्तो। अब अहिले चाहिँ अब 4:30 त्यस्तै भयो होला, बेलेमा सक्यो। नानालाई चाहिँ घर पठाइदिएँ नि। म चाहिँ अलिकति बेलुकालाई गाई गोरुहरूलाई यो अब हरियो खान पाउँदैन, अनि यता अलिअलि खरहरूको घाँस छ, अनि हरियो खानु पाउँदैन अब बिस्तारै गाई गोरुहरूले, किनकि अब सुक्खा हुन्छ, सबै खडेरी लाग्छ। गाउँघरमा मात्रै नभएर सबै ठाउँतिर खडेरी लाग्छ, किनकि अब पानीहरू पर्दिँदैन। अनि त्यसकै कारणले गर्दाखेरि त्यही भएर म चाहिँ यहाँ गोरुहरूलाई अलिअलि हरियो घाँस काटेर लाने भनेको। अब यहाँ नरुवाहरू अलिअलि लाउँछु, अनि त्यसपछि बेलुकालाई पुग्ने गोरुलाई पनि घाँस काट्नु छ। सो त्यही हो साथीहरू। अनि म खुसी भए सँगसँगै हजुरहरू पनि खुसी हुनुहोस्, किनकि अब भ्लगिङ हेर्नु पर्दैन नरुवा काटेको, त्यही हो। अब ल त साथीहरू, सबैजनाले माया गरिदिनु होला, साथ सपोर्ट गर्दै जानु होला। अनि मेरो भ्लगहरू चाहिँ के कस्तो लाग्यो कमेन्ट मार्फत जानकारी पनि दिनु होला। र मेरो भ्लगिङहरू चाहिँ के कस्तो हुँदैछ, कस्तो टाइपको भिडियोहरू गर्नुपर्ने, कस्तो टाइपको अब होइन कन्टेन्टहरू ल्याउनु पर्ने, त्यो अनुसारले हजुरहरूले मलाई यसो कमेन्ट मार्फत भनी पनि दिनु होला। म त्यही अनुसारले भ्लगिङहरू ल्याउने कोसिस गर्दै आजको लागि चाहिँ हजुरहरूबाट छुटिन चाहन्छु साथीहरू। बाई बाई फ्यामिली, लट्स अफ माया।